नमस्कार साथीहरू। यहाँहरूले अहिले भर्खरै मात्र चाहिँ धितोपत्र बोर्डबाट अनुमति पाएर विदेशमा रहेका यानि कि वैदेशिक रोजगारीमा रहेका हाम्रा दाजुभाइहरूलाई आइपिओ बाँडफाँड गरिसकेपछि अहिले सर्वसाधारणका लागि खुलाइएको आइपिओ भनेको विकास ब्याङ्क छ। त्यो विकास ब्याङ्कको नाम हो साल्पा विकास ब्याङ्क। यो साल्पा विकास ब्याङ्कमा हाम्रो नेपाली दाजुभाइहरूले आवेदन दिनुभयो कि भएन? यो कहिलेबाट खुल्यो त भन्नुहुन्छ भने पुसको 16 गतेदेखि यही पुस 20 गते आइतबारसम्मको लागि मिति तोकिएको छ। यस समयभित्र आवेदन दिएका हाम्रा सम्पूर्ण दाजुभाइहरूले यो आइपिओ पाउनुहुन्छ भनेर भन्न सकिँदैन, किनकि एप्लिकेन्टहरू हुनुहुन्छ 25 लाखभन्दा प्लस माथि जान सक्नुहुन्छ। यसको चाहिँ अब कति किता चाहिँ खुलाइएको छ भन्दाखेरि 14,39,179 कितामा चाहिँ आवेदन माग गरिएको छ हैन। अब यति भनेको कति हुन्छ भने अलमोस्ट 1,40,000 अलिकति बढी हुन्छ, त्यति चाहिँ जनाले प्राप्त गर्न सक्नुहुन्छ। अलमोस्ट 1,40,000 भन्दा अलिकति मान्छे अलि बढी मान्छेहरूले चाहिँ पाउन सक्ने आइपिओ हो यो। 10 किताभन्दा बढी कसैले पनि आवेदन नदिनु होला। यो आइपिओ भनेको चाहिँ विकास ब्याङ्क हो। यो भनेको राष्ट्र ब्याङ्कबाट चाहिँ मान्यता प्राप्त यानि कि ख वर्गमा मान्यता प्राप्त भएको विकास ब्याङ्क हो। यसको शाखा 16वटा चाहिँ देशभरिमा सञ्चालन भइसकेका छन्। विकास ब्याङ्क भएको कारणले यसको चाहिँ मूल्य भनौँ अब पछि सेकेन्डरी मार्केटमा कारोबार हुँदाखेरि एकदम राम्रो जान सकिन्छ। यो आइपिओमा आवेदन दिन कति पैसा लाग्छ भन्दाखेरि फेस भ्यालु पर किता 100 रुपियाँको दरले एप्लिकेसन दिनुपर्ने हुन्छ। भनेको तपाईँले 10 किता भर्दै हुनुहुन्छ भने जम्मा 1000 रुपियाँ लगानी 1000 रुपियाँ लगानी गरेर तपाईँलाई 10,000 भन्दा माथि जाने चाहिँ यो एकदम प्रबल सम्भावना देखिन्छ। अब यो आइपिओ पर्यो भने चाहिँ तपाईँको कारोबार कतिबाट कतिदेखि कतिमा सुरुवात हुन्छ भनेर त्यो पनि मैले भन्नुपर्दाखेरि 101.20 भनेकै 101 रुपियाँ 20 पैसादेखि 303 रुपियाँ 6 पैसासम्मबाट कारोबार हुन्छ। भनेको पहिलो कारोबार 303.6 रुपियाँबाट कारोबार हुन्छ। त्यसैले सम्पूर्ण साथीहरूलाई मैले यो जानकारी गराएँ। तपाईँले भर्नु भएको छ, ठिक छ, राम्रो छ। त्यो भरेको आइपिओ भेरिफाई भयो कि भएन यो पनि एकपटक आफ्नो मेरो सेयरको चाहिँ त्यहाँ गएर रिपोर्ट हेर्न सक्नुहुन्छ। मेरो सेयरमा गएर रिपोर्ट हेर्नु होला। त्यो कम्पनी साल्पा विकास ब्याङ्कको एप्लिकेसनको रिपोर्टमा चाहिँ त्यहाँनिर चाहिँ तपाईँले स्ट्याटस चेक गर्दाखेरि तपाईँ भेरिफाइड हुनुहुन्छ अथवा अनभेरिफाइड हुनुहुन्छ। अनभेरिफाइड हुनुभयो भने के रिजनले अनभेरिफाइड हुनुभयो तपाईँलाई त्यहाँनिर देखिन्छ। अब यो 20 गते आइतबारसम्ममा भएको कारणले कसैले पनि नछुटाउनु होला। यदि तपाईँले आफ्ना सम्पूर्ण परिवारहरूको सदस्यहरू जोर जम्मा पारेर गर्नुभयो भने कम्तीमा एउटा न एउटा त पर्ने चान्स मजाले हुन्छ। 1000 लगानी लगाएर 10,000 12,000 भन्दा माथि नै जाने सम्भावना छ। त्यसैले सबैजना साथीहरूले एप्लिकेसन गर्न नछुट्नु होला। बाँकी अरू थप आइपिओहरू कुन आउँदैछ हैन, कुन आइपिओहरू आउनेवाला छन् र कुनै पनि स्टकहरूको बारेमा नर्मल इन्फर्मेसन लिन चाहनुहुन्छ भने साथीहरू मसँग जोडिनु होला। यहाँहरू सबैलाई धन्यवाद छ। तपाईँहरूले आवश्यक परेको खण्डमा म सहयोग गर्नेछु। मसँग यी र यस्ता नलेजहरू हुँदाहुँदै पनि मैले कहिले पनि बोलेको थिइनँ। जुन म नर्मल टाइपमै बसिरहन्थेँ। हामी अब आइपिओ पनि भर्छौँ प्लस सेकेन्डरीतिर पनि हामीले ठिकै नै गर्छौँ। आफूसँग भएको नलेज म तपाईँहरूलाई मजाले सिकाइदिन्छु। तपाईँले आफू र आफ्ना सम्पूर्ण साथीहरूलाई मेरो फेसबुकमा जोडिनका लागि साथ दिनुहोला भन्दै म यहाँहरूलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद।